हेलो गाइज, गुड मर्निङ। जय मसी सबैलाई। हजुर कस्तो हुनुहुन्छ? आज दिन एकदम राम्रो भएको छ। तपाईँले के डिसाइड गर्नुभयो? मैले चाहिँ लुगा धुने डिसाइड गरेको छु। अब हिजो सन्डेले गर्दा हिजो सन्डे चर्च जानु पर्यो होइन, लुगा धुनु त्यतिकै हो। अब आज चाहिँ पानी घुमाइकन आएको पल्लो घर आन्टीकोबाट। हामी चाहिँ कम्बाइन चलाउँछ नि त पानी यहाँनिर। अनि आज घाम लागेको छ, अब लुगा धुन्छु भनेर चाहिँ नि आमा पनि नुहाउनु हुने अरे हो। अन्त पानी ततै राखिदिएको छु। तपाईँको कृपा नभएछु बदलले दृष्टि कसरी झर्छ, अनुग्रह तपाईँको मेरो। अब लुगाहरू धुइ पनि सकेँ हो। अन्त आमाको लुगा धुएँ, मेरो लुगा पनि धुएँ। अब भित्र चेक गर्नुपर्छ। हाम्रो चाहिँ भुइँतला घर छ नि त हो। अनि मैला भएकै धुलो के साह्रो आएको भित्र सफा गर्दा गर्दा हत्तु हुन्छ। किचनदेखि बाहिर पनि यस्तो आँगन छ ठुलो। यो आँगनको मैला चाहिँ झन् भन्नै नसक्नुहुन्छ। दिनमा बढालेर पनि सक्दैन यो आँगन। अहिले बढाले अहिले मैला हुन्छ पत्कर झरेर हो। किचन पनि मैलै छ हो। अब सफा गर्नुपर्ने छ। ह्याप्पीलाई नुहाइदिउँ भनेको यसको त यस्तो पो छ है, दुईजना भएर नुहाइदिनु पर्छ, एकजना सक्दैन। यसलाई नुहाइदिनु भन्दा त बरु जान्छु पो बारीतिर अमिलो रमभेडा हुन्छ। हेर्नु है गाइस, हाम्रो सुन्तलाको रुख यहाँनिर छ हो। यो त सानो छ कि, तर यसले चाहिँ फेरि फलाएको देख्यो भने चाहिँ यसमा चाहिँ छक्कै पर्छ। हाम्रो कोठेबारी हो यो। यहाँनिर हाम्रो सब्जी रोप्नुहुन्छ के यहाँ डाँडा। यो डाँडा चाहिँ एकदमै, म चाहिँ यहाँ डाँडामा दिनमा 2 पल्ट 3 पल्ट आउँछु कि यहाँ रिल्सहरू बनायो भने चाहिँ नि यति दामी भ्यू छ कि। अनि यहाँ चाहिँ अब भोलिपर्सि जुन जुलाईमा चाहिँ डरलाग्दो पानीको बल यो नालीबाट जान्छ। पहिला त पहिरो जान्थ्यो नि हो। अहिले यो नालीले गर्दा यताको पानी उता पनि, यता पनि पानी आउँदैन उता पनि पानी आउँदैन, बिचबाट जान्छ। अब एरिया एकदम सेफ छ यो नालीले गर्दा। माथि डाँडा घरको अङ्कलको बारी हो यो चाहिँ। अन्त अब यहाँ चाहिँ पहिला पानीहरू उम्रिन्थ्यो, अहिले चाहिँ उम्रिनु छोडेको छ हो। अब भोलिपर्सि त ज्याङ हुन्छ नि यहाँनिर फेरि झार पलाएर पछि त एक दुई महिनादेखि त मैले पास गरेँ। त्यहाँदेखि मुनि हाम्रो सिमाना हो। यहाँनिर हाम्रो बारीहरू छ। सब्जीहरू चाहिँ जस हामी किनेर खानु पर्दैन, सबै बारीमै छ अहिले त। सबै बारीमै हुन्छ। टमाटर, रमभेडा, धनिया, लसुनहरू। यो हाम्रो एरिया हो। यो हाम्रो आँगन छ कि, ठुलो आँगन छ। यहाँ चाहिँ अब घर बनाउने अरे बादमा, घर बनाउने अरे हो। यहाँनिर धनिया रोप्नु भएको छ गर्दै। अब आज चाहिँ घर पनि सफा गरिसक्यो, काम पनि सक्यो। अन्त घाम लागेकोले गर्दा सबै अब चाहिँ सकेँ। साथीहरू मेरो भिडियो आज मैले यति मात्रै बनाएको छु। कस्तो लाग्यो? थ्याङ्क यू सो मच। हेभ अ नाइस डे। बाई।